आफ्नो जग्गामा अरू कसैले घर बनायो भने के हुन्छ? आउनुहोस् जानौँ। मुलुकी देवानी संहिता 2074 को दफा 279 चाहिँ सहमति नलिई अर्काको जग्गामा घर बनाउन नपाइने भनेर प्रष्ट रूपमा लेखिएको छ। यदि कसैले अर्काको जग्गामा घर बनाएको छ भने चाहिँ उक्त जग्गा धनीले त्यो घर चाहिँ बजारमा चलिआएको मूल्यको 25% कम रकममा खरिद गर्न सक्नेछन् र यदि खरिद नगरेको खण्डमा चाहिँ घर धनीले चाहिँ उक्त जग्गा बजारमा चलिआएको मूल्यको 25% बढी रकममा खरिद पनि गर्न सक्नेछन्। तर यी दुवै बीच घर वा जग्गा खरिद बिक्री बीच दुवै पक्षबीच मन्जुरी हुन नसकेको अवस्थामा भने घर बनाएको 3 महिनाभित्र घर धनीले त्यो घर भत्काएर आफ्नो मालसामान फिर्ता लग्नुपर्ने हुन्छ। यदि घर भत्काएर फिर्ता नलिएको खण्डमा त्यो घर चाहिँ जग्गा धनीको नै हुनेछ भनेर कानुनमा प्रष्ट रूपमा उल्लेख गरिएको छ।